म त बारम्बार भन्दैछु नि प्रधानमन्त्रीज्यू, तपाईँको इगोले यो देश चल्दैन। आखिरमा तपाईँको इगो 12 घण्टा पनि टिकाउन सक्नु भएन होइन त। सबै विद्यार्थीहरूको लागि ब्रेकिङ न्युज छ। 11 गते हुने भनेको 12 कक्षाको परीक्षा स्थगित हुने भएको छ। अहिले भर्खरै मात्रै प्रधानमन्त्रीलाई भेट्न पुगेको परीक्षा नियन्त्रण कार्यालयका बोर्डका अध्यक्षलाई प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जटिल बनेको कारणले गर्दाखेरि अहिले 11 गते हुने भनेको 12 कक्षाको परीक्षा स्थगित गर्नको लागि निर्देशन दिएको छ भने अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित भएको परीक्षा नियन्त्रण बोर्डले जानकारी दिएको छ। आखिरमा शिक्षकहरूलाई बाइपास गरिकन निजामती कर्मचारीहरूलाई प्रयोग गरेर हामी जसरी भए पनि अब यो 2 दिनभित्रमा परीक्षा गर्छौं भनेर बिहान सरकारले इगो देखाएको थियो। त्यो इगोको विरुद्ध दिउँसो शिक्षकहरू पनि कडा रूपमा उत्रिएको थियो भने आखिरमा यो 2 दिनभित्रमा बिना शिक्षक कसरी परीक्षा हुन सक्छ भन्ने प्रश्न हामीले पनि उठाएका थियौं र सँगसँगै सबैजनाको यो प्रश्न उठेको थियो र यो देश यस्तो अचम्मको देश हो। म फेरि पनि भन्दैछु, अहिले विशेष गरिकन एउटा चाहिँ शिक्षक वर्गहरूले जुन मागलाई अगाडि सारिराख्नु भएको छ त्यो मागलाई सम्बोधन गर्नु त कहाँ हो प्रधानमन्त्रीले दैनिक जसो भाषण गर्दै शिक्षकहरूलाई थप चिराउने र यसरी चाहिँ उल्टो निर्णय गरेर झन् शिक्षकहरूको आन्दोलनलाई कडा बनाउने गर्दाखेरि एउटा भनाइको याद आयो। मन्त्री कसले बनायो हामी जस्ता गुरुले, मन्त्री कसले फुत्काउँछ हामी जस्ता गुरुले भन्ने गुरुहरूको यो भाषण अब प्रधानमन्त्रीको लागि पनि लगभग लागू हुने पक्का-पक्की देखिएको छ। अहिले परीक्षा बिहान ओलीकै निर्देशनमा, प्रधानमन्त्रीकै निर्देशनमा जसरी हुन्छ परीक्षा गराउनु पर्छ, शिक्षकहरूलाई हामी देखाइदिन्छौं निजामती कर्मचारी प्रयोग गरेर भए पनि भन्ने थियो। तर दिउँसो निजामती कर्मचारीले पनि टेरेन, उल्टै 72 घण्टाभित्र आफ्नो मागहरू पूरा नभए शिक्षकहरू सँगसँगै निजामती कर्मचारी पनि सडकमा आउँछु भनेपछि अहिलेको यो सरकार यति दबावमा परेको छ, यति प्रेसरमा परेको छ, त्यो प्रेसर धान्न निकै गाह्रो भएको छ। यो सबै के कारणले हो भन्दाखेरि प्रधानमन्त्रीज्यूको खाली इगो देखाउने बानीले, खाली मान्छेलाई उखान टुकाएर हाँसी मजाक गर्ने बानीले शिक्षकहरूको आन्दोलन भइरहेको छ। घरि शिक्षकहरूलाई सडकमा आएर किन जादु देखाउनु पर्यो भन्नुहुन्छ प्रधानमन्त्रीज्यू। घरि शिक्षकहरूलाई चाहिँ तपाईहरुले एउटा जाब एन बोक्नको लागि यतिका विधि मान्छे सडकमा किन आउनु पर्यो, 2-4 जना आए पनि भइहाल्छ भन्नुहुन्छ। अनि यस्तो भनेपछि लाटो मान्छेलाई पनि रिस उठ्छ के। आन्दोलनमा आएका व्यक्तिहरूलाई त शान्ति तरिकाले सम्झाउने हो, हाम्रो अवस्था यो छ, देशको अवस्था यो छ, अहिले हामीले देशमा चाहिँ आर्थिक रूपमा चाहिँ हामीले तपाईहरुको माग पूरा गर्न गाह्रो छ, त्यसकारणले हामी सक्ने जति माग पूरा गर्छौं, शिक्षकहरूले बुझिदिनुस् भनेर नम्र स्वरले भन्यो भने शिक्षकहरूले नमान्ने कुरा आउँछ। हामीहरूले पनि शिक्षकहरूलाई दबाब दिन्छौं, समाजले शिक्षकलाई दबाब दिन्छ, अभिभावकले शिक्षकलाई दबाब दिन्छ। अनि शिक्षकहरू पनि नरम भएर सबै कुरा मेरो गोरुको 12 टका होइन नि त, शिक्षकहरूको मागमा केही कम्प्रोमाइज गर्ने हैन, सरकारले केही कम्प्रोमाइज गर्ने, त्यो हिसाबले हुने बाटोतिर लाग्नुपर्ने अवस्थामा अहिले त हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जसरी हुन्छ शिक्षकहरूलाई घोस्ने, पेस्ने, हाँसी मजाक गर्ने, ठट्टा गर्ने, यो पाराले अनि आन्दोलन झन् रोकिन्छ, मरिगए रोकिँदैन। यो कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यू फेरि पनि भन्न चाहन्छु, यसरी बिहान उठ्ने बित्तिकै परीक्षा हुन्छ भनेर विद्यार्थीहरूलाई उचाल्ने अनि बेलुका सुत्ने बेलामा परीक्षा हुँदैन, स्थगित भयो भनेर विद्यार्थीहरूलाई थचार्ने काम गरिकन कृपया अहिलेको सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड नगरिदिन हामी अनुरोध गर्न चाहन्छौँ। किनकि अहिले 12 कक्षाको परीक्षामा मात्रै 5 लाख भन्दा बढी विद्यार्थीहरू छन्। त्यति धेरै विद्यार्थीहरूको मानसिक रूपमा उनीहरूलाई कति टर्चर भयो होला। अस्तिदेखि एक्जाम हुन्छ हुँदैन भनेर तनावमा थियो। हामीले बारम्बार परीक्षा नियन्त्रण कार्यालयलाई फोन गरेर सोध्यौं, बिना शिक्षक तपाईले 11 गते कसरी परीक्षा दिनुहुन्छ, परीक्षा गराउनुहुन्छ? त्यहाँका कर्मचारी भन्छ हाम्रो काम हो जसरी गराउनु, तपाईहरु ढुक्क हुनुस्। अहिले आएर हेर्नुस् त, यति लापरवाही, यति गैर जिम्मेवार किन हुँदैछ सरकारी पक्ष? यो एउटा गम्भीर प्रश्न छ र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लागि यही नै अपडेट छ। अब अर्को सूचना नआएसम्मको लागि परीक्षा स्थगित भएको छ। अर्को सूचना कहिले आउँछ भन्ने कुरा अब यकिन भन्न सकिँदैन, किनभने यो शिक्षक आन्दोलनले एउटा ठूलो मोड लिइरहेको छ र शिक्षकहरूले आज सँगसँगै यदि निजामती कर्मचारीलाई प्रयोग गरिकन चाहिँ परीक्षा गराएको खण्डमा हामी काबी पनि जाँच गर्दैनौँ भन्ने अर्को चेतावनी पनि दिएका थिए। र यो सँगसँगै भट्टाभट्टी अहिले चाहिँ केन्द्र अध्यक्षहरूले अथवा परीक्षा गराउने केन्द्र अध्यक्षहरूले पनि राजीनामा दिन थालेपछि सरकार दबावमा परेर बाध्य भएर परीक्षाको म्याच सार्न बाध्य बनेको छ। र अहिलेको लागि यति अपडेट छ, बाँकी अपडेट हामी दिँदै गर्नेछौँ। अब यही हो, अघि बिहान हुन्छ भनेको हाम्रै मुखले, किनभने सरकारै यस्तो छ, हामी त सरकारले जे भन्यो आधिकारिक सूचना त्यही दिने हो। अहिले फेरि स्थगित भएको छ, लेट्स सी, बाँकी कुरा हामी तपाईँलाई दिँदै गर्नेछौँ। हेर्दै गर्नुहोला खोज समाचार, सुन्दै गर्नुहोला खोज समाचार। अहिलेको लागि नमस्कार।